म चाहिँ अहिले जाँदैछु जयपुर। आज जयपुर जाँदैछु, भोलि जयपुरको काम छ। अहिले हामी छु गुरगाउँमा, हरियाणामा छु। बिल्डिङहरू कति दामी दामी छ। DLF यो जुन माथि फ्लाइओभर देख्नुहुँदैछ त्यो मेट्रोको फ्लाइओभर हो। यहाँबाट यो टर्न लिनुपर्छ हामीले। होइन रहेछ, यो टर्न तलपट्टिबाट जानुपर्छ जस्तो। उता बिहार उता माथि माथि जाने रहेछ, उता दिल्ली, तलबाट चाहिँ जयपुर। अहिले चाहिँ हामी दिल्ली टु जयपुर हाइवेमा छु। अब चाहिँ हामी नाइट राइड गर्दैछौँ। बाहिरको दृश्यहरू हेर्नु न, यता पेट्रोल पम्पहरू, अनि यो चाहिँ मेन रोड। सबै गाडीको ब्याक साइडहरू देख्न सक्छ, हेर्दै गर्नुपर्छ ल। एभ्रिवान, हामी अहिले आइपुगेको छु राधे राधे ढाबामा। राधे राधे ढाबामा हामी जयपुर जाँदाखेरि चाहिँ जहिले पनि बिच बाटोमा चाहिँ हामी खानापिना गर्छौँ त। त्यही भएर चाहिँ अब खानापिना खानको लागि चाहिँ हामीले रोकेको गाडी हो। हामी चाहिँ यस्तो सानो आर्टिगाहरूमा आएको, यो हाम्रै गाडी हो आर्टिगा, यस्तो क्याबमा आएको हामी। सो आज हामीले गरेर चाहिँ पार्टी गरेर, माने अब भोलि पार्टी गरेर फेरि भोलि राति चढेर पर्सि बिहान चाहिँ हामी जयपुरबाट दिल्ली आइपुग्छौँ। अहिले चाहिँ हामी बिच बाटोमा छु, यहाँनिर हेर्नु न। ढाबा चाहिँ नेता छ, सबैजना उता बसिरहेको थियो होला। ओल्ड राधे राधे ढाबा हेर्नु, यस्तो ढाबाहरू छ। उहाँ सबैजना बसेको छ। स्वादे हरियाणा सबैजना बसिरहेको। गाडीमा के अरे सिएनजी, यहाँ चाहिँ सिएनजी चल्छ क्या, पेट्रोल चाहिँ होइन, सिएनजी भन्छ ग्यास। यस्तो म देखाउँदैछु ल तपाईँलाई। हुन्छ मसिन सेम पेट्रोलको जस्तो नै ट्याङ्कीहरूको उद्देश्य छ कि, तर यसको चाहिँ यस्तो ब्लक हुन्छ। हेर्नुहोस्, यस्तो हुन्छ, यिनीहरूको ब्लकहरू छ। यस्तोले चाहिँ टक्कै गाडीमा लगाउँछ अनि ग्यास भराउँछ क्या। सस्तै रहेछ, हेर्नु न, 21 रुपियाँ किलो।
चाहिँ हामी हाम्रो होटलतिर जान लागेको। हेर्नुहोस् न घोडा यस्तो स्पिड चलाइरहेको छ केही देख्दैन। अन्त मोबाइलको मर्निङ एभ्रिवान। आज चाहिँ हामी यहाँ इभेन्टको काममा आएको छौँ, जयपुरमा छौँ। सो अहिले म भर्खर उठेको र अब चाहिँ फ्रेस भएर हामी चाहिँ कामपट्टि लागेको छौँ। यतै भन्नु हेलो गाइज, गुड मर्निङ। म चाहिँ अहिले जयपुरबाट दिल्ली फर्किँदैछु। सो एउटा स्टोरमा देखेँ कि गुलाबी बजार भन्नेमा, हेर्नु राजस्थानी कपडाहरू नानीहरूको साइजको रहेछ, ठुलोहरूको पनि रहेछ। अनि हेर्नु न सुजहरू कलेक्सन। हेर्नु न म चाहिँ जाँदैछु अब। अन्त त्यो एडिडासको सोरुम पनि रहेछ र यता चाहिँ ठुलो हेर्नु न रेस्टुरेन्ट। हेर्नु न अहिलेको वेदर, गुड मर्निङको वेदर कस्तो छ, चिसो छ हो। यो जग्गामा उभिएको छ हामी, ठुलो ढाबामा। बाहिर वेदर यो बास्किङ रबर्समा नि म ओमानमा काम गर्थेँ त। त्यो बास्किङ रबर्समा एकजना नेपाली थियो, हाम्रो सिलगढीको थियो नेपाली केटाहरू सबैजना गाडीमा सुतिरहेको थियो। अहिले चाहिँ हामी चिया खानालाई रोकेको, फ्रेस हुनलाई।